यता चाहिँ हामी कोदो रोप्दैछौँ। दिदी चाहिँ अरू चाहिँ उता कोदो रोप्दै हुनुहुन्छ। मेरो नाम चाहिँ निशानी हो। हे गाइस वेलकम टु माई न्यू भ्लग। सो गाइस आज चाहिँ हामी टक्क लाएर हामी चाहिँ कोदो रोप्न जाँदैछौँ। अनि सो हिजो अस्ति रोपेको थियो, अलिकति बाँकी थियो। अनि अहिले टक्क लाएर अलिक पानी परिरहेको थियो नि त, 4 बजिरहेको छ अहिले चाहिँ 4 बजिरहेको छ कि 4 बजी हामी मेलोमा जाँदैछु क्या। मम्मी चाहिँ अहिले पढ्न जानुभएको छ अनि बहिनी र मैले रोप्ने हो। अनि सो त्यहीबाट अब यहाँ म चाहिँ एकछिन बसिरहेको छु। अनि बिरामी पनि थिएँ अनि एकछिन सुतेँ। अनि त्यही भएर एकछिन पानी पनि परिरहेको थियो। अनि त्यही भएर हामी चाहिँ गएनौँ, छिटो जानु पर्थ्यो। अब 4 बजिसक्यो गाइस, कतिखेर रोप्नुपर्ने हो? म लगभग 3 घन्टा, सायद 3 घन्टामा म सक्छु कि सक्दिनँ होइन। ठिक्क नै छ भनौँ न। त्यो मेलो चाहिँ तपाईँहरूले अब गएर हेर्नुहुन्छ होइन, कति छ, म सक्छु कि सक्दिनँ रहेछ। सो गाइस हेर्नु होला है त। अनि यहाँ हेर्नु सक्नुहुन्छ होइन, मैले अस्ति त्यो 10-15 दिन च्यालेन्ज गरेको थिएँ कि 30 दिनको चाहिँ म च्यालेन्ज गर्छु भनेर पुरै होइन, यताउता गर्छु भनेर पुरै भिडियोहरू हालेको थिएँ क्या सर्ट्समा। 20 दिन भन्दा सक्दै सकेन भनेको। अनि सो त्यही भएर अब हामी यहाँबाट त्यही हो। अनि टक्क लाएर अब हामी यहाँबाट जानुपर्छ। अनि कोदो रोप्ने आज चाहिँ सायद सकिहालिन्छ होइन, लास्ट दिन जस्तो पनि हुनसक्छ नि त। सकिन्छ 3 घन्टामा म सक्छु कि सक्दिनँ त है त गाइस। ल हेर्नु पऱ्यो भिडियो चाहिँ। अनि यहाँ अब बिस्तारै यता खेतहरू पनि रोपिने छ। खेतहरू रोपाइ गरेको भिडियोहरू पनि टक्क आउनेछ होइन। सो गाइस अब चाहिँ हामी लागौँ है त। ओ आदिस न आइजै छिटो। हाम्रो बहिनीहरू पनि यो बुनेले चाहिँ रोप्दैन। टक्क लाएर अब म चाहिँ जानुपर्छ। रोप्छन् भने आइज निस्न पनि। अनि सो टक्क लाएर अब जाने हो। अहिले भर्खरै आएको। अनि टक्क आज लास्ट दिन पनि हुनसक्छ भनेर अनि फेरि यसो भ्लग गर्न मन लाग्यो। अनि त्यही भएर ठक्क लाएर अनि म चाहिँ कोदो रोपेको भिडियो पनि बनाइदिउँ न भनेर टक्क लाएर होइन। सो गाइस त्यही हो। सो लेट्स गो। अब एकैचोटि तल गएर भेटौँ है त। सो फाइनली गाइस म चाहिँ अहिले टक्क लाएर मेरो अब यहाँ मेलोमा चाहिँ आइसकेको छु म होइन। अघि नै थालेको थियो नि त आदि चाहिँ। अनि यसो लास्ट दिन पनि हुनसक्छ भनेर टक्क लाएर भ्लग गर्न मन लाग्यो। अनि सो त्यही भएर अनि यहाँ हेर्न सक्नुहुन्छ होइन, अघि यति खन्याएको थियो। अनि अब यहाँनिर हिजो रोप्यो, हिजो पनि एकदमै बिरामी थियो, हिजो पनि गर्नै पाएन, के गर्नै पाएन होइन। अनि सो त्यही हो। अब यहाँ अब टक्क खन्छु। अनि त्यसपछि यति यहाँदेखि यति छ क्या, यहाँदेखि होइन, यहाँदेखि सर लाएर यो परसम्म छ। म गाइस 3 घन्टामा चाहिँ खनिसक्छु कि सक्दिनँ। सो लेट्सको अब हेरौँ। अनि रातिसम्म खन्न सकिन्छ। त्यो पल्लो फुक्टा पनि छ होइन। अनि त्यहाँ टक्क लाएर अब सो त्यही हो गाइस। अब यहाँ हामी एकछिन बसेर भनौँ न। अब यहाँ खन्न सुरु गरि नै हाल्छु म। अब टक्क बोल्नु आउँछ। अनि क्यामेरा म कसरी खन्छु त होइन, क्यामेरा अठ्याउनु पनि लाउने हो। सो लेट्सको अब चाहिँ म खन्न थाल्छु है त गाइस। ल अब यहाँ राखेर गर्ने हो भने अब कतिको चाहिँ हुन्छ त हेरौँ न है। म अब यहाँ राखेर हुँदैन नै रहेछ। सो लेट्सको अब म खन्छु। अनि त्यसपछि बहिनीहरूले आएर रोप्छन्। अहिले ढिलो हुन्छ फेरि गाइस। ल 4 बजिसक्यो। ओके यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बहिनीले नि अब बहिनी पनि आइसकेको छ होइन। अनि टक्क लाएर यहाँ माथि हाम्रो 2जना रोपारी, एकजना चाहिँ भुची न भुची छ, एकजना चाहिँ ठुलो न ठुलो छ। अब यिनीहरूले रोप्ने हो, रोप्न चाहिँ अब टक्क लाएर हेरौँ है त गाइस। बाबा सो लेट्सको अब यिनीहरूले रोप्ने हो। अनि त्यसपछि म चाहिँ यसो बसिरहेको छु खन्दै मस्त होइन, टक्क लाएर है त गाइस। ल अब बहिनीहरू पनि आइसकेको छ। अनि त्यसपछि अब आज सकिन्छ आदिमा खै हेरौँ अब कति रोपिन्छ है त गाइस। ल टक्क लाएर रोपिरहेछन् यिनीहरूले गाइस। यसलाई म क्यामेरा अठ्याउनु लाउँछु ल। म कसरी खन्दो रहेछ यहाँ अठ्याएर। ल त्यो हातलेतिर छेक्छ चाहिँ यता आठ नि यता छेउमा अठ्या त लु। यता नि हट। मलाई देखा नि म चाहिँ देखिरहेको छु कि छैन? आदिसमा पनि देखिरहेको है क्यामेराम्यान। अब तेरो कामै छैन, तपाईँ क्यामेराम्यान त राख्ने त हुँदैन भन्नु।
यसरी छ्याप छ्याप लगाउनु तर सकिँदैन होला है खै किन सक्दैन अब किनभने हामी ढिलो आयौँ नि त होइन टाउको दुखिरहेको छौँ टाउको दुखेको थियो अहिले चाहिँ म खनिरहेको छु अनि एकछिन अब टक्क लगाएर अलिक उता जान ल उगो जानेको क्यामेराम्यानले के खतरा निकालिरहेको छस् नि ले त है भ्युअर्सहरूलाई मनपर्छ नि तेरो क्यामेरा सुटिङ मनपर्छ नि तेरो पर्छ भन्न ल अब त पनि कोदो रोप सिक्नु पर्दैन भोलि पर्सि पुरानलाई पाल्नु पर्दैन ओके गाइस अब क्यामेराम्यानले अब कस्तो खिच्यो त्यो त मलाई पनि थाहा छैन त अहिले एकछिन हेर्नुपर्छ तपाईँहरूले नि हेरिहाल्नु होला यसो हाम्रो पनि मामा आउँछ अरे टक्क लाएर है त गाइस अब बिस्तारै खन्नुपर्छ यहाँ छ लु लु फेरि उतै लगिहाल्छ सिधा बना न हात चाहिँ यसरी हेलो गाइस यता चाहिँ हामी कोदो रोप्दैछौँ दिदी चाहिँ अरू चाहिँ यता कोदो रोप्दै हुनुहुन्छ मेरो नाम चाहिँ निशानी हो यताहरू चाहिँ कोदो रोप्दै हुनुहुन्छ अनि मलाई चाहिँ भिडियो गर्नु लाउँछ अघिदेखि उयो गाउँदै खाएको थिएँ अहिले यस्तो पो उल्टा यसरी टस बोलिरहेको छ नि त्यो चाहिँ उतापट्टि फर्का न उतापट्टि आदिसमा अनि दादा कोदो रोप्दै हुनुहुन्छ आफूलाई चाहिँ देखाएन अनि कोही त आफ्नै देखिरहेको छैन गाई चाहिँ यसलाई चाहिँ मैले भिडियो बनाउनु लाग्यो होइन कस्तो बनायो मलाई चाहिँ थाहा छैन हातै गलिसकेको छ बिचराको सो त्यही हो अनि टक्क लाएर अब कोदो रोप्छु मलाई चाहिँ रोप्न आएन होइन ट्याङ्कै टाङ्को भइसक्यो टक्क लाएर अब रोपिरहेछौँ अनि सो अब बिस्तारै रोप्नुपर्छ अब चाहिँ गर्दिनँ म टक्क लाएर अब यही हो हाम्रो बहिनीले अब कस्तो भ्लग बनायो हेरौँ अब एकछिनमा होइन तपाईँहरूले हेरिहाल्नु होला अब सुले त्यही हो सो गाइस त्यही हो यसरी चाहिँ गर भनेको क्या अघि तँलाई मैले यस्तो गर्ने अनि त गाइस अब मेबी रोप्नेवाला म पनि रोप्दैछु कोदो होइन अब बहिनीले अठाउँछ म कसरी रोप्छु धान कि कोदो धान हो अनि दादाले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ अघि मैले बनाएको हातले गलेर अनि आदिसमानले नि केही सपोर्ट देखाइदिनु होला हाम्रो दादालाई भन् दादा उयो दिन तिमी अब नरोप लिन अब आफैले चाहिँ अब टक्क लगाएर रोपिरहेको छ अब चाहिँ म पनि एकछिन रोपेको थिएँ नि त मलाई चाहिँ रोप्नै आएन अनि अब फेरि म चाहिँ खन्नतिर लाग्न थालेँ है त गाइस ओके गाइस ल अनि म चाहिँ अब टक्क लगाएर घर पनि आइसकेको छु अब मेरो चाहिँ सकिएन अनि सो अलिकति टाउको पनि दुखिरहेको थियो अनि सो गाइस आजको भ्लग के कस्तो भयो होइन तपाईँहरू सबैजनालाई यहाँसम्म जसले हेरिदिनु भयो तपाईँहरूलाई चाहिँ एकदमै धन्यवाद अनि सो आजको भ्लग मैले सोचेको पनि थिइनँ क्या यस्तो दामी हुन्छ भनेर त बहिनीले सुगन्ध नै छ क्या
सो तपाईँहरूलाई कस्तो लाग्यो मलाई चाहिँ एकदमै दामी लाग्यो होइन टक्क लगाएर हेर्दैखेरि पनि अनि सो त्यही हो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न जरुर कमेन्ट चाहिँ गर्नु होला है त त्यो के भन्छ होइन त्यो हुन्छ त जसरी भयो नि कमेन्ट चाहिँ गर्नु होला होइन सो आई होप तपाईँहरूलाई यो मेरो भिडियो मन पर्यो होला भिडियोलाई मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु अनि भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला कस्तो धन्यवाद साथीहरू आजलाई यति नै ओके लेट्स सी यु इन नेक्स्ट ब्लग है त गाइस अब चाहिँ म यहाँ टक्क गर्न लागिरहेको छु वस्तुलाई किलो सार्न लागिरहेको छु ओके सी यु इन नेक्स्ट ब्लग थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई